आएर टिकट काटिसक्नु भएको छ। हामी 6 फ्लोरमा जान्छौँ। त्यसपछि नयाँ मुभी अजय देवगनको हेर्ने हो। म यो मेरो नाम हो। साथमा केही हुनु दिनुभएको छ चुरोटकै चुरोटहरू केही खाँदैन के लिनु केही न अन्त हुन्छ टुमा जानु हो अगाडि टुमा पैसा लाउनुपर्छ। ए हामीले किन्नु भने त यति ल्याउनुपर्छ अस्ति भन्दा चसा पनि दियो चसा पनि लाउनु पर्ने हो। सेमो डाँडा त्यो सेमो डाँडा यो चाहिँ रानीवन। राम्रो छ नि फेरि लास्टको सिन चाहिँ अलिकति मलाई के लाग्यो बजाजङ्गी भाइजान जस्तो लाग्यो क्या ठ्याक्कै। टक्क आज पनि फेरि टक्क भोला फिल्म हेर्न आइपुग्यौँ यहाँनिर लोछे मलमा चाहिँ त्यो अजय देवगनको नयाँ मुभी आएर छ। 4 वर्ष चाहिँ भयो अजय देवगनको मुभी नआएको। हामी टक्क यहाँ आइपुग्यौँ। अब यहाँबाट भित्र छिर्नु लाग्यो। 6 तलामा हुनुहुन्छ अरे 6 फ्लोरमा। सिधै लिफ्टमा जाउँ। कता हो लिफ्ट यहाँ मोबाइलहरू हामीले बनाउनु पऱ्यो भने यहाँ सस्तो बनाइन्छ अन्त यहाँबाट मान्छेहरू टेम्पो क्लास 40 रुपियाँमा लान्छ। लिफ्टबाट चाहिँ हामी जान्छौँ माथि। ए खुलेर यो रहेछ यो हामी 6 मा जाने हो। कता क्लोज गर्नु 6 फ्लोरमा यहाँबाट सिधै आएर टिकट काटिसक्नु भएको छ। हामी 6 फ्लोरमा जान्छौँ। त्यसपछि नयाँ मुभी अजय देवगनको हेर्ने आएन भनेन है। अब यहाँ सट्ट यहाँबाट चाहिँ फिल्महरू चलिरहेको छ। यता हजुर हालिदिइरहेछ आज मिनी सिनेमामा चाहिँ। अब होइन हामी फिल्म हेर्न आइपुग्यौँ। टिकट लिनुभयो हो। म यो मेरो नाम हो। साथमा केही हुनु दिनुभएको छ चुरोटकै चुरोटहरू केही खाँदैन के लिनु केही न अन्त हुन्छ कता हो उयो अगाडि टिकट स्क्यान गर्ने ए टुमा जानु हो अगाडि टुमा पैसा लाउनुपर्छ। ए हामीले किन्नु भने त यति ल्याउनुपर्छ अस्ति भन्दा 2टा सिडीमा पर्दैन होला पर्छ त। यता हो म्याम सन्ट फिल्म हलमा चाहिँ होइन हामी चसा पनि दियो चसा पनि लाउनु पर्ने हो। अजय देवगनको हेलो 1000 करोड़ का बात कीजिए। तपाईँलाई जम्मा कतिजना थियो 10जना थियो। 3जना उनीहरू 7जना। फिल्म ठिक रहेछ है राम्रो लागेन फिल्म। स्वयम्भू डाँडा यता उयो यहाँतिर है स्वयम्भू डाँडा त्यो स्वयम्भू डाँडा यो चाहिँ रानीवन। यताबाट निस्किने हेलो यो गोलढुङ्गा त उता हो। यसको त सबै गोलढुङ्गा हो। फिल्म हेर्ने मान्छे थिएन। पस्पाकको यो कान्तिपुर मल मोबाइल झऱ्यो भने त खत्तम हुन्छ त। यिनी सिनेमा हलमा आएर हेऱ्यौँ
फिल्म चाहिँ ठिकै रहेछ, राम्रै रहेछ। अब धेरै राम्रो पनि होइन, एक्सपेक्टेसन गरेको भन्दा अलिकति कमै रहेछ। त्यही हो, अब चाहिँ हामी यहाँबाट लाग्छ हजुर। हेलमेट त बाइकमै राखिदिएको मैले त काम छैन। तर कुनै कुनै सिनहरू राम्रो थियो नि फेरि। लास्टको सिन चाहिँ अलिकति मलाई के लाग्यो, बजाजङ्गी भाइजान जस्तो लाग्यो क्या ठ्याक्कै होइन। त्यही हो, फिल्म ठिकै छ।